गाइज नमस्ते सबैजनालाई। म धनकुमारी सुनारको च्यानलबाट र आज म साखु आएको छु यो पञ्चमुखी महालक्ष्मी मन्दिरमा र आज तपाईँलाई देखाउन चाहन्छु। हेर्नु होला है त। यो खोलापारी चाहिँ यो साखु भयो। तपाईँको हेर्नुहोस् सबै पर्यटकहरू आउँछन् यसमा हैन। ल हेर्नुहोस् यो चाहिँ मन्दिर भयो। ठ्याक्कै यो चाहिँ पारी त्यो बसहरू देख्नु भएको छ होला। यो चाहिँ तपाईँको साखु है। पछाडि उतापट्टि साइडमा हेर्नुहोस् यो हरियाली योहरू सबै यहाँ तपाईँ देख्न सक्नुहुनेछ। ल हेर्नुहोस् यो तपाईँको सबै थरियाकोहरू छ। ल हेर्नुहोस् यो सबै यति छ, यस्तो छ। माथि हेर्नुहोस् है। यसले म जुम गरेर देखाएँ। पारीतिर हेर्नुहोस् एकदमै गाउँहरू छ। ल हेर्नुहोस् है। अब तपाईँको यो चाहिँ मन्दिर भइहाल्यो। यो तपाईँको पञ्चमुखी महालक्ष्मी मन्दिर है त। यो साखुमा पर्छ र यो चाहिँ यो तपाईँको यो रोड भइहाल्यो। हेर्नुहोस् यो चाहिँ मन्दिर, ठ्याक्कै त्यो मन्दिर। त्यसपछि यताबाट आउने फेरि यतातिर छ। लन्सी चाहिँ बाटो भयो यो छोडेर। यतिर चाहिँ यस्तो रुखहरू छ। यो चाहिँ तपाईँको यो टोइलेट। यो पारिपट्टि चाहिँ यो सानो होटल र यसपछि यहाँबाट हिँड्दै जानुपर्छ। हिँड्दै जाँदा तलतिर चाहिँ तपाईँहरू पुग्नुहुन्छ हैन। यो चाहिँ रुख भएर सानो पारिपट्टितिर यो चाहिँ मन्दिरको टुप्पा है, चुचुरो भनेर भनिन्छ। सबैले मेरो च्यानललाई मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। यहाँदेखि पारिपट्टि हेर्नुहोस् रोड छ। हेर्नु यो चाहिँ तपाईँको सिधै साखुबाट चाहिँ तपाईँको हाम्रो चाबेल जाने बाटो हो। यो चाहिँ त्यहाँ गाडीहरू आइरहेछ। जुम गरेर देखाउँछु तपाईँलाई। सबैजनाले हेर्नु होला है। यस्तो छ ठाउँ, कति राम्रो छ। ल हेर्नुहोस् त रुखहरू माथि हेर्नुहोस्। यसो छ जङ्गलहरू, सबै जङ्गलहरू हो। यो जङ्गलको मुनि चाहिँ तपाईँको मन्दिर है। यसरी सर आएर तपाईँको यो पारिपट्टि यतातिर हेर्नुहोस् घरहरू। ल हेर्नुहोस् त यतातिर कस्तो चाहिँ मन्दिरको माथिपट्टि यो पहाडहरू चुचुरो। ल हेर्नुहोस् है सर यस्तो छ ठाउँ, कति राम्रो भ्यू छ। यस्तो तपाईँ आफूहरू हेर्नु चाहनुहुन्छ म सानो गरेर देखाउनु चाहेँ गाउँ। ल हेर्नुहोस् त तपाईँको ल यस्तो राम्रो छ यो भ्यूज ठाउँ। तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। यो पञ्चमुखी महालक्ष्मी मन्दिर है गाइज। सबैले यो अब रुखहरू छ यहाँ तपाईँको माथि हेर्नुहोस्। यतिर चाहिँ ठुलो जङ्गलहरू छ। रुख सरेर हेर्दै जानु होला। यो चाहिँ बाटो भइहाल्यो। बाटो तपाईँलाई अझै अगाडि पनि देखाउन चाहन्छु। यहाँबाट हेरिराख्नु होला है। यो चाहिँ म अब अगाडितिर गइरहेको छु है त। यहाँबाट तल मन्दिर झर्ने ठाउँ पनि देखाउँछु तपाईँलाई। यहाँहरू चाहिँ थुप्रैहरू चाहिँ आउनुहुन्छ होइन, भक्तजनहरू। यो भयो, यो चाहिँ तपाईँको तल मन्दिरतिर झर्ने सिडी हो यो। हेर्नु होला है। यहाँनिर चाहिँ मन्दिर भइहाल्यो। हेर्नुहोस् माथि भ्युजहरू कति राम्रो छ। पारितिर हेर्नुहोस्। पारितिर तपाईँको खेत धानहरू लगाएको छन्। ल हेर्नुहोस् त यो मन्दिर भइहाल्यो। यो चाहिँ तल झर्ने अनि यहाँ चाहिँ अगाडि मन्दिरको भ्युज भयो है। जुम गरेर देखाउँछु हेर्नु है त। पारितिर हेर्नुहोस् त खेत रोपे। यो चाहिँ खेत भइहाल्यो है। यो चाहिँ गाउँको खेत। तपाईँको पारी हेर्नुहोस् है। पुरै रोड छ, बाटो यस्तो ठुलो छ। अलिकति सानो गरे। ल हेर्नुहोस् यो भ्युज। यताबाट चाहिँ तपाईँको यहाँबाट चाहिँ इन्ट्री गर्छ, इन्ट्री हुन्छ। यो चाहिँ मन्दिर भइहाल्यो। अगाडिबाट पनि म देखाउन चाहन्छु। तपाईँको यो चाहिँ साइड, मन्दिरको साइड भइहाल्यो। हेर्नुहोस् है यस्तो छ बाटोहरू। म अघि माथिबाट आएँ, अब चाहिँ तलतिर जाँदैछु। अगाडि पनि म तपाईँलाई देखाउँछु। त्यहाँ चाहिँ एउटा सानो कफी सप छ है त तलतिर।
त्यहाँ मेरो कार चाहिँ अगाडि छ। यो चाहिँ बाटो बाहिर निस्किने बाटो भइहाल्यो। यो चाहिँ पहाडहरू हेर्नुहोस्, रुख कति छ, यति रुख छ। यस्तो राम्रो ठाउँकै भ्यूजहरू देख्नुभयो। यो चाहिँ मन्दिरको यो चुचुरो टोप भइहाल्यो है। यो चाहिँ पार्किङ एरिया हेर्नुहोस्, यो चाहिँ पार्किङ एरिया भयो। त्यो चाहिँ अगाडि चाहिँ त्यो कफी सप हो। यो चाहिँ कफी सप है, कफी सप भयो। तपाईँको अगाडि चाहिँ सिंहको फोटो हेर्नुहोस्, यहाँ देख्न सक्नुहुनेछ भगवान्जीको। यता कति राम्रो ठाउँ, भ्युज आउने ठाउँ। तपाईँले यहाँबाट देख्नुहुनेछ फुलहरू अनि कति राम्रो राम्रो छन्। अगाडि म देखाउँछु, यहाँ गएर है त हेर्दै गर्नु होला। म जाँदैछु, अगाडि जाँदैछु। यो जाली भइहाल्यो, मन्दिरको जाली। फुटपाथ पनि छ यहाँ होइन, फुटपाथ पनि म तपाईँलाई देखाउँछु। यो चाहिँ फुटपाथ भइहाल्यो, मान्छे हिँड्ने ठाउँ। यहाँबाट पनि हेर्नुहोस्, यो पनि फुटपाथ, यो सर फुटपाथ भयो। यो मन्दिरको तल हेर्नुहोस् भ्युज कस्तो छ, अलिकति ठुलो गरेर देखाउँछ है। हेर्नु अगाडि चाहिँ मन्दिर, यो सर मन्दिरको यो खेतै खेत गाउँ हेर्नुहोस्, अलिक जुम गरेर देखाउँछ है त। र हेर्नुहोस् चाहिँ तपाईँको यो तर्फ त्यहाँबाट चाहिँ बाटो छ। यो चाहिँ बाटो भइहाल्यो, सानो गरेर देखाउँछु म जुम नगरेर, हेर्नु सक्नुहुनेछ है त दर्शकबिन। यो चाहिँ गाउँ हेर्नु, कति राम्रो गाउँ, कति सानो मिठो, कस्तो राम्रो ठाउँमा। हजुरहरू पनि आउन सक्नुहुनेछ है। यो तपाईँको चाबेलदेखिबाट बौद्धबाट सिधा आउने नगरकोट रोडमा, र साँखो भन्ने ठाउँ छ, साँखोबाट पारिपट्टि तर्नुपर्छ। ल हेर्नुहोस् त यस्तो राम्रो छ। ल फुल हेर्नुहोस्, चाहिँ भगवान्को भइहाल्यो। तल्लोपट्टि पनि फुलपाथ छ। यो चाहिँ ग्रास ओ भइहाल्यो होइन। यतापट्टि पनि हेर्नुहोस्, यस्तो राम्रो ठाउँ। माथि चाहिँ यो पहाड भइहाल्यो, माथि चाहिँ पहाड सानो गरेर देखाउँछु। यो नलय रुखहरू, यो सबै नै कति राम्रो हरियाली छ चारैतिर, सबै हेर्नुहोस् त। त्यो चाहिँ बाटो, त्यो त हेर्नुहोस् अगाडि के छ होइन। यो चाहिँ पारीबाट जानुपर्छ। रोड चाहिँ कस्तो राम्रो सर, अगाडि हेर्नुहोस् घरहरू, साइडमा पहाड भयो। हस् त अहिले आजको लागि यति नै। हस् त गाइस, आजको लागि यति नै। फेरि पनि नेक्स्ट भिडियो लिएर उपस्थित हुनेछु। र धनकुमारी सुनार ब्लगर तपाईँहरूले याद गर्नुहोला, र लाइक कमेन्ट्स पनि गर्नु नबिर्सिनु होला है त गाइस। धन्यवाद, थ्याङ्क यू सो मच, बाई बाई, टाटा।